एकछिन कल्पना गरौँ त, यदि आजदेखि महिनाको केवल 1,000 रुपैयाँ मात्रै पनि सही ठाउँमा लगानी गर्न थाल्ने हो भने अबको 20 वर्षपछि जीवन कस्तो होला? घर बनाउने सपना होला, छोराछोरीलाई राम्रो पढाउने सोच होला, वा रिटायरमेन्टको चिन्ता? यो सानो सुरुवातले यी सबैमा कति ठूलो फरक पार्न सक्ला? आज हामी पैसाको एउटा यस्तो गजबको रहस्यबारे कुरा गर्दैछौँ जसले सानोभन्दा सानो बचतलाई पनि विशाल सम्पत्तिमा बदल्ने क्षमता राख्छ। यसलाई भनिन्छ चक्रवृद्धि ब्याजको शक्ति वा भनौँ न पैसाको बिउ। यो कुनै जादु होइन, तर समय र धैर्यको एउटा यस्तो शक्तिशाली विज्ञान हो जसले हाम्रो आर्थिक भविष्य साँच्चीकै बदल्न सक्छ। हामीले सानैदेखि एउटा कुरा सुन्दै आएका छौँ, पैसा के रुखमा फल्छ र? तर यहाँ जे लेखिएको छ त्यो निकै रोचक छ। हो, पैसा रुखमा फल्दैन, तर यसलाई रुख जस्तै हुर्काउन भने पक्कै सकिन्छ। सही समयमा सही बिउ रोपियो र त्यसको हेरचाह गरियो भने यो पनि बढ्दै जान्छ, झाँगिँदै जान्छ। ल, हाम्रो आजको यात्रा यी 5 चरणमा अघि बढ्नेछ। हामी पैसाको बिउ के हो भनेर बुझ्नबाट सुरु गर्नेछौँ। त्यसपछि त्यो बिउलाई हुर्काउन चाहिने समय, अनुशासन र धैर्यको मलजल कसरी गर्ने भनेर सिक्नेछौँ। हामी बालीलाई किराबाट बचाए जस्तै लगानीका गल्तीहरूबाट कसरी बच्ने भनेर हेर्नेछौँ, धनवान बन्ने सोचको मलिलो माटो तयार पार्नेछौँ र अन्त्यमा त्यो पहिलो बिउ आजै कसरी रोप्ने भनेर ठोस कदम चाल्नेछौँ। ल, त्यसो भए सुरु गरिहालौँ हाम्रो पहिलो खण्डबाट, पैसाको बिउ अर्थात् सानो सुरुवातमा लुकेको शक्ति। नेपालमा सायद सबैभन्दा धेरै सुनिने गुनासो नै यही हो, मेरो कमाइ नै कति छ र यति थोरै पैसा बचाएर के नै होला र? यो सोचाइ नै सबैभन्दा ठूलो बाधा हो। तर चक्रवृद्धि ब्याजको सुन्दरता नै के हो भने यसले सानो रकमलाई पनि एकदमै गम्भीरतापूर्वक लिन्छ। त्यसो भए के हो त यो चक्रवृद्धि ब्याज भन्ने चिज? सुन्दा त कस्तो गाह्रो जस्तो लाग्छ होइन? तर यो एकदमै सरल छ। यो भनेको तपाईको पैसाले पैसा कमाउनु हो र त्यसरी कमाएको पैसाले मतलब ब्याजले फेरि अर्को पैसा कमाउनु हो। यो एउटा यस्तो प्रक्रिया हो जहाँ तपाईको लगानी आफै बढ्दै हुर्किँदै जान्छ। त्यसो भए पहिलो बिउ कहाँ रोप्ने त? सुरु गर्नलाई त्यस्तो ठूलो केही चाहिँदैन। चाहे त्यो महिनाको 1,000 रुपियाँबाट सुरु गरिने सिप होस्, आइपिओ भर्ने नियमित बानी होस्, वा सहकारी र म्युचुअल फन्डमा राखिने सानो रकम। यिनै हुन् ती साना तर शक्तिशाली बिउहरू जसले भविष्यमा ठूलो रुखको रूप लिन सक्छन्। अब बिउ त रोपियो, तर रोपेर मात्रै त भएन, होइन र? त्यसलाई हुर्काउन पनि त पर्यो। अब लागौं हाम्रो दोस्रो खण्डमा, समय, अनुशासन र धैर्य अर्थात् बिरुवाको हेरचाह। समयको शक्ति कति हुन्छ भन्ने कुरा बुझ्नलाई एउटा सानो कथा सुनौ न त, राम र श्यामको। रामले 22 वर्षको उमेरमा महिनाको केवल 1,000 रुपियाँ लगानी गर्न थाल्यो। उता श्यामले भने अहिले होइन, पछि गरौँला भन्दै 35 वर्षमा महिनाको 5,000 लगानी गर्न थाल्यो। रामको भन्दा 5 गुणा धेरै। तर अचम्म के भयो भने 60 वर्षको उमेरमा हिसाब गर्दा रामको सानो लगानीले उसलाई करोडपति बनायो, जबकि श्याम धेरै पछाडि छुट्यो। किन होला? किनभने चक्रवृद्धि ब्याजको असली इन्जिन पैसा होइन, समय हो। अब कुरा गरौँ अनुशासनको। लगानीमा अनुशासन भनेको के हो त? यसको सबैभन्दा राम्रो उदाहरण हो बजार घट्दा, राताम्मै हुँदा मन आत्तिन्छ नि, होइन? हो, त्यही बेला नडराइकन आफ्नो एसआइपीलाई निरन्तरता दिनु नै अनुशासन हो। धेरैजसोले यही गल्ती गर्छन्, तर जो मान्छे डरलाई जितेर निरन्तर लगानी गरिरहन्छ उही नै अन्तमा सफल हुन्छ। र तेस्रो र सायद सबैभन्दा गाह्रो कुरा, धैर्य। यो भनाइले कति मिठो कुरा भन्छ होइन? लगानी भनेको आँपको रुख रोपे जस्तै हो। आज रोपेर भोलि नै फल दिँदैन, तर एकपटक फल्न थालेपछि यसले दशकौंसम्म, पुस्तौंसम्म फल दिइरहन्छ। 2-3 वर्षमै नाफा खोजेर लगानी बेच्नु भनेको चक्रवृद्धिको हत्या गर्नु बराबर। ल, हामीले बिउ रोप्यौं, मलजल पनि गर्यौं। अब हाम्रो बालीलाई किरा लाग्नबाट पनि त बचाउनु पर्यो नि। हाम्रो तेस्रो खण्ड यही हो, बच्नुपर्ने सामान्य गल्तीहरू। यहाँ लगानीका केही ठूला शत्रुहरू छन् जसबाट हामी सधैँ बच्नुपर्छ। पहिलो, हल्लाको भरमा फलानुले किनेर कमायो रे भनेर सेयर किन्ने बानी। दोस्रो, आफ्नो सबै पैसा एउटै डुङ्गामा राख्नु मतलब एउटै ठाउँमा लगानी गर्नु। तेस्रो, सानोतिनो आपत पर्दा आफ्नो भविष्यको लगानी तोड्नु। र चौथो, सबैभन्दा खतरनाक, क्रेडिट कार्ड र पर्सनल लोनको महँगो ब्याजको दलदलमा फस्नु। याद राखौं, लगानीको पहिलो नियम नै उच्च ब्याजको ऋणबाट मुक्त हुनु हो। गल्तीहरूबाट कसरी बच्ने भन्ने त थाहा भयो, तर सबैभन्दा महत्त्वपूर्ण कुरा त माटो नै हो, मतलब हाम्रो सोच।
चौथो खण्ड यही हो, धनवान बन्ने सोच अर्थात् पैसाको बिउ रोप्नका लागि मलिलो माटो तयार पार्नु। धनलान बन्ने यात्रा पैसाबाट होइन सोचबाट सुरु हुन्छ। हेरौँ है त दुईवटा सोच। पहिलो, जसले हामीलाई रोक्छ, मेरो कमाइ नै कति छ र दोस्रो, जसले बाटो खोल्छ, जति छ त्यतिबाटै सुरु गर्छु। हेर्दा सानो लाग्ने यो सोचको भिन्नताले नै भविष्यमा आकाश जमिनको फरक पार्छ। अनि यो धनी सोचको एउटा एकदमै महत्त्वपूर्ण पाटो के हो भने खर्च गर्ने तरिका। धनी सोच भएको व्यक्तिले महँगो मोबाइल वा बाइक जस्ता देखावटी कुरामा पैसा उडाउँदैन, बरु त्यो पैसाले एसेट बनाउँछ, मतलब त्यस्तो सम्पत्ति जोड्छ जसले भविष्यमा अझै धेरै पैसा कमाउन मद्दत गर्छ। र अब हामी आइपुग्यौं हाम्रो यात्राको अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण खण्डमा। आजै सुरु गर्नुहोस्। सबै कुरा थाहा पाएर मात्र के गर्नु यदि हामीले पहिलो कदम नै चालेनौँ भने? यो नै पहिलो बिउ रोप्ने सही दिन हो। सुरुमा हामीले कुरा गरेको त्यही महिनाको 1000 रुपैयाँको कुरा याद छ? हो, सुन्दा सानो लाग्न सक्छ, तर 1000 माइलको यात्रा पनि पहिलो पाइलाबाटै सुरु हुन्छ। याद राखौं, महत्त्वपूर्ण कुरा रकमको आकार होइन, सुरुवात गर्ने आँट हो। अन्तमा चक्रवृद्धि ब्याज भनेको बानी, समय, अनुशासन र धैर्यको मिश्रण हो। यो कुनै जटिल विज्ञान होइन। यो प्रस्तुतिको मुख्य सन्देश यही हो, आज बिउ रोप्नुहोस्, भोलि जङ्गल आफै बन्छ। धन्यवाद।